मेरो जीवमा शक्ति आइसक्यो। मैले भन्ने कुरा अर्कोमा भन्दिनँ। मेरो जीवको लागि मेरो शक्ति आइसक्यो। दर्शकबिन यहाँ हामीसँग एकजना गुरुजी बिर्तामोडदेखि आइसक्नु भएको छ पञ्चकन्या देवी राजदली भन्ने ठाउँमा। उहाँबाट थोरै केही कुरा बुझौँ। गुरुजी हजुरलाई स्वागत छ। गुरुजी यहाँ हजुरलाई कस्तो अनुभव भएको छ थोरै भनिदिनु न। मलाई यहाँ र धेरै देवी देवताहरू मैले चिनिसक्यो। हजुर। र मैले सेवा गर्यो। हजुर। र मैले वरदान माग्यो, सेवा गर्यो। मैले चाहिँ मनमा यो टिकटकमा अथवा फेसबुकमा देखेर मलाई आउँ मन लाग्यो। हजुर। र आयो, मैले दर्शन गर्यो। हजुर। र हामीले अब यहाँ एउटा माताले उसको सपनामा दिएको ठुलो राम्रो हजुर उसकै लागि दियो। हजुर। र अरूको लागि होइन। हजुर। उसले नै पाउने हो। अरू त दर्शन गर्नु मात्र आएको हो। हजुर। र हामीले दर्शन गर्नु पनि पायो। हजुर। र भने मेरो कुरा यहीँ देवी पातिधारा मेरो सेवारो आदानबेसी सेवारो भनेर मैले सेवा गरेँ है। हजुर। हजुर गुरुजी अलिकति अब हजुरलाई यहाँ आउँदाखेरि होइन तपाईँलाई कस्तो फिलिङ हुन्छ? यो एउटा एकदम शक्ति भएको ठाउँ हो कि कुनै प्राकृतिक चमत्कार त होइन? यो एउटा शक्ति नै हो। शक्ति नै। हजुर। मेरो जीवमा शक्ति आइसक्यो। मैले भन्ने कुरा अर्कोमा भन्दिनँ। मेरो जीवको लागि मेरो शक्ति आइसक्यो। हजुर। र अघि नै मलाई शक्ति पाइसक्यो। यहाँ आएपछि अर्कै शान्त वातावरण हुन्छ होइन? अघि नै हामीले पाउने कुरो अघि नै पाइसक्यो। हजुर। भने मैले भन्ने कुरो इष्टमित्रलाई सुझाइदिनु। हजुर। धेरै धेरै धन्यवाद। हस् गुरुजी धन्यवाद। हस्। यो शिला केवल सामान्य ढुङ्गा होइन, एउटा भगवानको रूप भएर यहाँ प्रकट हुनुभएको छ। यहाँ भक्तजनहरू बिहान एकदम भिड हुँदो रहेछ। अहिले दिउँसो खासै आउनुभएको छैन। बिहान पूजा पाठ गर्ने कार्यक्रम धेरै लामो रहेछ। शनिबार र आइतबार चाहिँ यहाँ विशेष पूजा चल्दो रहेछ। यहाँ धेरै व्यवस्थित भएको देख्न सक्छौँ। साथमा माथिबाट लाइटहरूको व्यवस्था पनि देखियो।